आज चाहिँ हजुरलाई फेसबुक पेज कसरी क्रिएट गर्ने भन्ने कुरा हजुरलाई देखाउँछु। सुरुमा त्यसको लागि हामीले फेसबुक ओपन गरौँ। फेसबुक ओपन गरिसकेपछि अब हामीले फेसबुक क्रिएट गर्नको लागि हामीले थ्री लाइनमा क्लिक गर्नुपर्छ। थ्री लाइनमा क्लिक गरिसकेपछि पेज भन्ने अप्सन छ, यहाँ पेज हेर्नु होला साथीहरु, पेज भन्ने अप्सन छ, पेजमा क्लिक गर्नु होला। दिएको छ क्रिएट पेज भनेर दिएको छ, योमा क्लिक गर्नुपर्छ। गेट स्टार्टमा क्लिक गर्नु होला। अब यहाँ आफ्नो नाम राख्नु होला। पेजको नाम के राख्ने हजुरले नाम राख्नु होला। मैले मेरो नाम राख्छु। मैले मेरो पेजको नाम राखेँ। यति राखिसकेपछि हामीले एडिट क्याटेगोरी मैले चाहिँ पर्सनल ब्लगको लागि क्याटेगोरी चुज गरेँ। अब नेक्स्ट गर्नु होला। अब नेक्स्ट गरिसकेपछि योमा आफ्नो इन्टर वेबसाइट भनेको वेबसाइट राख्ने भए राख्दा हुन्छ, नत्र नराख्ने भने स्किप गर्दा नै हुन्छ साथीहरु। स्किप गरे। अब हाम्रो फेसबुक पेज बनिसकेको छ। अब यसलाई डाउन गर्नुपर्छ। अब हाम्रो फेसबुक पेज बनिसकेको छ, हेर्न सक्नुहुन्छ। यसै गरी हजुरले आफ्नो फेसबुक पेज क्रिएट गर्न सक्नुहुनेछ।